सुदन गुरुङले जति यो छोटो समयमा काम गर्यो नि आजसम्म कुनै पनि माइकालाले गर्न सके छैन के। सुदन गुरुङको राजीनामा माग्ने जति पनि मान्छेहरू मैले देखिरहेको छु नि, एक त प्रायः जस्तो झोले झाम्टे छन्, अनि जति पनि नेताहरू छन् नि उनीहरू भ्रष्टाचारको यति ठुलो दलदलमा आफै फसेका छन्। दलदल पनि होइन, पोखरी पनि होइन, भ्रष्टाचारको ताल पनि होइन, सागर पनि होइन, भ्रष्टाचारको महासागरमा चुर्लुममा डुबेका नेताहरूले होइन हाम्रो सुदन गुरुङको नैतिकताको प्रश्न उठाइरहेछन् क्या। सुदन गुरुङले राजीनामा दिएपछि होइन धेरै यो भ्रष्टाचारीहरू खुसी हुनेवाला छन्। सेयर किन्नु गलत हो भने होइन सेयर मार्केट अथवा सेयर खोलाउने कम्पनीहरूलाई कारबाही गर्नु पर्यो। त्यसले सेयर त तिमीले ल्यायो होला, मैले पनि ल्यायो होला, उसले सबले ल्यायो होला, सुदन गुरुङले पनि लियो त के नै बिग्रेर। अरूले होइन 10 वर्षमा नगर्ने काम सुदन गुरुङले होइन यो छोटो अवधिमा गरिदिनु भयो क्या। नमस्कार दर्शक, यहाँलाई स्वागत छ। भर्खरै मात्रै सुदन गुरुङले राजीनामा दिइसकेको अवस्था छ र मिडिया पनि छेउछाउ आइसकेको अवस्था छ र यसै विषयमा कुरा गर्नको लागि आज हाम्रो साथ हुन्छ नायक तथा निर्माता जय किशन पात्रो। जय दाइ, नमस्कार हजुर। नमस्कार सबलाई, नमस्ते। के छ अनि सुदन गुरुङले राजीनामा दिइसक्नुभयो गृहमन्त्रीदेखि। तपाईँ गृहमन्त्री हुनको लागि शपथ खानको लागि मन्त्रीको शपथ खानको लागि हो कि के पुरा कोट सोट लाएर आउनु भइरहेको छ? त के हो नयाँ कोट लाएर? मलाई कसले गृहमन्त्री बनाउँछ यार। यो कोट त यतिकै लगाइरह। यो नोभेम्बर जिन्स नेपालको कोट हो, प्राय म आजकल नोभेम्बर जिन्स नेपालकै लुगा लगाइरहेको हुन्छु होइन, यतिकै ला हो। तर जुन अहिले यो खबर सुनि होइन मलाई एकदमै दुःख लाग्यो। सुदन गुरुङ एउटा मैले त हिजो अस्तिको इन्टरभ्यूहरूमा अनि त्योभन्दा अगाडि सयौँ इन्टरभ्यूमा के भनेको थिएँ भने होइन सुदन गुरुङ एउटा यस्तो गृहमन्त्री हो होइन जसलाई अहिलेसम्म हाम्रो नेपालको इतिहासमा मलाई मन परेको गृहमन्त्रीहरूमा जम्मा 2 जना छन् क्या। एउटा सुदन गुरुङै हो, अर्को नारायण काजी श्रेष्ठ। नारायण काजी श्रेष्ठले पनि नेपालको इतिहासमा नभएको काम गरिदिनु भयो। रवि लामिछाने गृहमन्त्री, उप प्रधानमन्त्री, सभामुख जस्तो मान्छेलाई थुनिदिनु भएको थियो क्या उहाँले। अनि सुदन गुरुङ उहाँ हुन त धेरै दिन गृहमन्त्रीको पदमा बस्नु भएन, 100 दिन पनि पुगेन होला हेर्नुहोस् त। तर उहाँले 100 दिनको के 100 सेकेन्डभित्रमा उहाँले आफ्नो काम सुरु गरिसक्नु भएको थियो क्या होइन। सुरुमै 24 घन्टा बित्न नपाउँदै ओलीलाई समाउनु भयो, लेखकलाई समाउनु भयो होइन, दीपक खड्का, दीपक भट्ट भन्ने छ क्या होइन, अर्को कैयौँ मान्छेहरूलाई समाउनु भयो नि, के अग्रवाल भन्ने होइन। तर यो भन्छ नि दीपक भट्टको कुरा गर्नुभयो, आफ्नै यहाँ त कतिपयले भनिराख्नु भएको छ आफ्नै पार्टनरलाई पक्रेर आफ्नै गृहमन्त्रीको जागिर आफ्नो जागिर पनि गयो भनिराखेका छन् नि दीपक भट्टसँगको त उहाँको त्यही केसले गर्दाखेरि परेको छ। दीपक भट्टसँगको संलग्न भएको कम्पनीमा चाहिँ उहाँले सेयर लिनुभएको रहेछ। त्यही कारणले गर्दाखेरि उहाँको हेर्नुहोस् त हाम्रो नेपालमा मान्छेहरू अलिकति धेरै बेरोजगार छन् होइन, त्यही भएर नाना थरी त्यो मनगढन्ती कुराहरू ल्याइरहेको हुन्छ होइन। सबले हिजोसम्म के भनिरहेको थियो भने होइन सुदन गुरुङ त्यो दीपक भट्ट भन्नेको पार्टनर, उसकोमा सेयर लियो अरे के भनिरहेको थियो नि। यदि दीपक भट्टको पार्टनर सुदन गुरुङ भएको भए उसले आफै गृहमन्त्री हुँदाखेरि दीपक भट्टलाई खोक्रोमा समाएर खोरमा हाल्दैन नि त। त्यही विवादले गर्दाखेरि आज राजीनामा दिनु पर्यो। सेयरको होइन, सेयर भनेको जसले पनि किन्न पाउँछ क्या, सेयरको कारोबार गर्न पाइन्छ। यदि सेयर किन्नु गलत हो भने होइन सेयर मार्केट अथवा सेयर खोलाउने कम्पनीहरूलाई कारबाही गर्नु पर्यो। त्यसले सेयर त तिमीले ल्यायो होला, मैले पनि ल्यायो होला, उसले सबले ल्यायो होला, सुदन गुरुङले पनि लियो त के नै बिग्रेर। खालि एउटा कुरा के हो भने सुदन गुरुङले आफ्नो सम्पत्तिको स्रोत चाहिँ खुलाइदिए हुन्थ्यो होइन। स्रोत दिनुको सट्टा उहाँले राजीनामा दिनुभयो। मलाई चाहिँ दुःख लाग्यो किनभने सुदन गुरुङ जस्तो गृहमन्त्री हत्तपत्त पाइँदैन मेरो विचारमा चाहिँ हाम्रो यो देश नेपालमा। अब सुदन गुरुङको ठाउँमा को आउने हो थाहा छैन, बरु त्यही पहिलाकै रमेश लेखकलाई ल्याएर बनाए नि हुन्छ। त्यसले त अब गर्न खोजा त्यही हो कि रमेश लेखकलाई किन कसरी अब गर्न खोजा के त अब मुद्दा लागिरहेको छ, तारिखमा छुट्नु भएको छ। हाम्रो नेपाली जनताहरूले चाहेको के क्या, नेपाली जनता नि भन्दिनँ म, झोले झाम्टेहरूले चाहेको के क्या। तर सुदन गुरुङले 1 महिना भएको छैन कैयौँ काम गरिसक्यो। अरूले होइन 10 वर्षमा नगर्ने काम सुदन गुरुङले होइन यो छोटो अवधिमा गरिदिनु भयो क्या। अनि यही मान्छेको कुरा काट्दा हो उहाँको सम्पत्ति विवरण आएपछि धेरैले आँखा लगाए। 250 रोपनी जग्गा, करोडौँको सेयर, अब किलो सुन होइन। त्यसमा
सबले आँखा लागै हो होइन। त्यसमा त मैले पनि धेरैचोटि भनेको छु, सम्पत्ति कमाउनु पाप होइन, तर त्यसको स्रोत देखाइदिनु पर्यो, लिगल हो कि इलिगल हो। त्यो चाहिँ मैले इन्टरभ्यूमा पहिलेदेखि भनेको थिएँ, किनभने म सुदन गुरुङको झोले झाम्टे त होइन। राम्रोलाई राम्रो भनिदिने हो, कुनै यदि गल्ती देख्यो भने त्यसलाई आलोचना गरिदिने हो, गल्ती औँलाइदिने हो। त्यो मैले पहिलेदेखि गर्दै नै आइरहेको छु। तर कम्पेरिटिभ हिसाबले हेर्ने हो भने होइन, अहिलेसम्मको गृह मन्त्रीहरूमा होइन, सुदन गुरुङले जति यो छोटो समयमा काम गर्यो नि आजसम्म कुनै पनि माइकालाले गर्न सके छैन के। तर नि म सच्चा एउटा नेपाली नागरिक भएर भन्दैछु यो कुरो। तर सुदन गुरुङलाई नि सबैले यहाँनिर प्रायः जस्तो थोरै विपक्ष कति बेला आइरहेको छ, विपक्ष दलको 2-4 जनाले कराएको भरमा यो राजीनामा चाहिँ दिनुहुन्थेन भनिरहेका छन्, 2 जना कराउन पनि त्यस्तै कराइरहेको अवस्था छ। हिजो रमेश लेखकलाई उहाँलाई भिजिट भिसाको प्रकरणमा त्यस्तो छ्यापछ्यापी आउँदाखेरि दिएनन्। अब त्यहीँ काम गर्ने उहाँकै अन्तर्गतमा काम गर्ने कर्मचारीलाई कारबाही गरियो, उहाँलाई एयरपोर्टदेखि अध्यक्षदेखि पनि तान्यो पनि, तर उहाँलाई त्यत्रो दलहरूले संसदमा सदनमा कराउँदाखेरि उहाँले राजीनामा दिनु पर्यो। दिएन, कसैले पनि दिँदैन के। सुदन गुरुङले किन दिनु? सुदन गुरुङ यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? सुदन गुरुङले राजीनामा दिएकोमा उहाँको महानता या भन्नुहुन्छ? महानता भन्छु म, नैतिकवान मान्छे। अपरिपक्वता भन्नुहुन्छ कि के भन्नुहुन्छ? अपरिपक्वता भन्दिनँ, एकदम नैतिकवान मान्छे भन्छु म सुदन गुरुङ। उसले दिनै नहुने थियो खासमा चाहिँ। मलाई चाहिँ एकदमै दुःख लाग्यो साँच्ची नै, एउटा अभिभावक गुमाएको फिल गरेँ मैले चाहिँ। तर यहाँ त यो पनि भन्ला नि त भोलि फेरि यसले गल्ती गरेको रहेछ तब राजीनामा दियो। होइन, गल्ती गरे भए बरु राजीनामा दिँदैन थियो। अब किनभने सुन्नुहोस्, अब उसले गल्ती गरे भए त होइन, आफै गृहमन्त्रीको पदमा बसिरहेपछि होइन, अनि कसले कारबाही गर्ने उसलाई? उनीहरूकै पार्टीको सरकार छ, आफै गृहमन्त्री भएपछि कसले कारबाही गर्छ? उसले राजीनामा दियो होइन, उसले त एउटा आफ्नो नैतिकता देखायो, कारबाहीको डरले होइन। कारबाही त अब यदि उसले गल्ती गरेको छ भने अब पो हुन्छ त, पदमा नहुँदा त उसमा पावर भएन अब। तर छोटो समयमा होइन नेपाली जनताको माया चाहिँ कमाएको छ क्या सुदन गुरुङले। गृहमन्त्री भएर बाटो बाटोमा होइन जाममा आफै ओर्लेर खुलाउँदै हिँड्थ्यो यार। ल हेर्नु त, सरकारले दिएको गाडी लिएन, सुविधाहरू लिएन, आफै ड्राइभ गरेर हिँड्थ्यो आफ्नै गाडीमा। त्यो पनि आफ्नै गाडीमा। तर मैले ड्राइभ चाहिँ आफै नगरे सुदन भनेर मैले पहिला पनि एउटा के धेरै भिडियोमा मैले भनेको थिएँ, किनभने होइन गृहमन्त्री भएपछि धेरै कुरा सोच्नुपर्ने हुन्छ, कयौँ ल्यापटपमै काम हुनसक्छ। एउटा ड्राइभर राख्नु, यदि ड्राइभर उहाँले त सरकारी तलब भत्ता लिन भन्नुभएको थियो, यदि ड्राइभर सबैले बाँडिदिन्छु भन्नुभएको थियो, गरिब गुरुबा दुखिया। यदि तपाईँलाई ड्राइभरको तलबको लोभ छ भने बरु म तपाईँको ड्राइभर बन्न तयार छु पनि भनिदिएको थिएँ मैले त पहिलाको इन्टरभ्यू हेर न गएर। सुदन गुरुङको ड्राइभर बन्ने म रेडी थिएँ, किनभने गृहमन्त्री बस्नेत उसले चाह्यो भने म बनिदिन्छु, किनभने राम्रो काम गर्ने मान्छेलाई साथ दिने। ड्राइभर राखेर बस्नु भएको छ, ड्राइभर राख्नु भएको छ तपाईँ आफै, तपाईँको ड्राइभर छ, अनि तपाईँ सुदन गुरुङको ड्राइभर बनिदिन्थेँ म। यदि उसलाई तलबको म्याटर हो भने अचम्मको कुरै छैन, राम्रो मान्छेलाई साथ दिने हो क्या। अब मेरो घरका मान्छेलाई लाँदा मेरो आफ्नो ड्राइभर छँदैछ। नेपालको चर्चित हिरो, राइटर, निर्माता, निर्देशक, प्रोड्युसर सबै म ड्राइभर गुरुङको ड्राइभर तयार थिएँ, अहिले पनि तयार छु। त्यो पनि त एउटा सुदन गुरुङ भाइरल हुनको लागि तपाईँले यो होइन, भाइरल फेरि भाइरल हुनु भन्नु भनेदेखि अब कति भाइरल हुने? योभन्दा भाइरल के किसान बस्ने त नचिन्ने को छ र? योभन्दा भाइरल के हुने त्यही त भन्दैछु नि। मलाई युज गरेर चाहिँ अरू भाइरल हुन्छन्। यदि म उसको ड्राइभरै भन्दा भए सुदन गुरुङै भाइरल हुन्थ्यो। सुदन गुरुङ एकदम साहसिलो छ, आँटिलो छ, हिम्मतिलो छ, निडर छ होइन। तर ऊ पनि अलिअलि नौटङ्की चाहिँ छ है फेरि। सुदन गुरुङ अलिअलि चर्चामा आइरहन चाहने मान्छे हो। तपाईँले त नजिकदेखि चिनेको, तपाईँको भाइ तपाईँकै घरमा गएर कति बसेको खाएको भ्या तपाईँ त। यदि म सुदन गुरुङको ड्राइभर भनेपछि ऊ पनि झन् अझ हाइलाइट हुन्थ्यो, त्यो हिसाबले नि भने। तर यो जोगा पार्ट होइन, सुदन गुरुङले राजीनामा यो 2-4 जना भुग्यो भन्दैमा होइन, उसले राजीनामा चाहिँ दिनु नहुने थियो मलाई चाहिँ। त्यो तपाईँले यति साह्रो नजिकदेखि चिनेको होइन भाइलाई, ल है यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ, सम्झाउनु भएन? अब सम्झाउनलाई मन्त्री भइसकेका मान्छेहरूलाई अब भेट्ने त्यतिकै कुरो पनि भएन होइन। अब कल कतै भएन, मेरो कलसल भएन। तर उसको सुदन गुरुङको बारेमा केही नभए नि 2-4 हजार भिडियो मेरो आइसकेको छ। सायद उसले हेरे पनि होला। जब मैले त ड्राइभिङको कुरा निकालेपछि होइन, उसले ड्राइभिङ गर्न धेरै कम गरेको थियो। कहिलेकाहीँ यसो घर जाने बेला के बेला चाहिँ उसले ड्राइभ गर्थ्यो अरे, होइन भने उसले होइन ड्राइभर राखिसकेको थियो अरे। अब उसले सुन्छ क्या कुरो। तर अब सुदन गुरुङले राजीनामा दिएपछि होइन धेरै यो भ्रष्टाचारीहरू खुसी हुनेवाला छन्। खुसी हुनेवाला छन्। तर बालेन शाहले त छोड्नुहुन्न होला? बालेन शाहले बालेन शाह एक्लैले पनि के गर्छ? एउटा उदाहरण दिन्छु, जस्तै तिम्रो घरमा
तिम्रो बुवा मानिलिउँ मुली छ होइन, तिम्रो बुवा मुली छ एकदम कडासरी मानिलिउँ स्ट्रिक्ट छ, तर तिमी आफै बिग्रिँदै हिँड्यौ नि कसो के लाग्छ? तिमी पुरा सुई हान्दै गोटी खाँदै हिँड्यौ नि के गर्ने? त्यो त काम लागेन होइन। सबै एउटा घर राम्रो हुनको लागि होइन, घर मुली मात्र राम्रो भएर हुँदैन क्या, घरका अन्य सदस्यहरू पनि राम्रो चाहिन्छ क्या। अब गृहमन्त्री को भन्छ भन्ने मलाई यहाँ एकदम यो डाहा छटपटी भइसक्यो क्या, औडाहा भइसक्यो साँच्चै नै। पसिना आइरहेको सामाजिक सञ्जाल केही व्यक्तिहरूले भनिसक्नु भएको छ, लेखिराख्नु भएको छ, अबको गृहमन्त्री भनेको बालेन शाहको सिपाही राजुनाथ पाण्डे भनेर पनि यहाँ सामाजिक सञ्जाल आइसकेको ल ऊ अहिले ठिक छ फेरि। ए राजुनाथ पाण्डे ऊ पनि ठिक छ, अब गृहमन्त्री ऊ पनि ठिक छ, यदि ऊ आयो भने ठिक छ फेरि। तर कुनै त्यो गाँठवाला खरबपति त्यहाँ आएर बस्यो भने होइन, त्यो खरबपति निलपति भन्छ, खरबपछि निल भन्छ क्या अरे होइन, निल शङ्खपति भन्छ क्या। तर मैले यो सरकार बन्दै गर्दाखेरि होइन, गृहमन्त्रीको अप्सनमा मैले राजुनाथ पाण्डे र सुदन गुरुङकै नाम ल्याएको थिएँ पहिलाको भिडियो हेर्दा पनि हुन्छ। यदि सुदन गुरुङले नदिनु राजीनामा दिइसक्नु भयो होइन, यदि सुदन गुरुङको ठाउँमा बालेन शाहले होइन अलिकति दिमाग लाउने हो भने चाहिँ होइन राजुनाथ पाण्डे भन्दा अन्त जानै हुँदैन। अरू छैनन् उसो भएदेखि राजसभामा छ नेताहरू त छ नि, 182 जनामा कोही पनि उसो भएदेखि छैनन्। ल 15 जना त अहिले मन्त्री परिषदमा गए, 2 जना त ल अवकाश पनि भइसक्यो अब सुदन गुरुङसँग कुरो गर्दाखेरि होइन। ल हो त्यो गर्दाखेरि अझै 177 जनामा अरू उसो भएदेखि गृहमन्त्री हुने लायकको कोही छैनन् होला। अब सबैलाई मैले चिनेको छैन नि त, यो पालि कसले जितेर आयो त थाहा छैन मलाई। मेरो काठमाडौँ क्षेत्र नम्बर 10 त्यहाँबाट आजसम्म मलाई थाहा छैन कि कसले जित्यो। भोट कसलाई हाल्नुभयो तपाईँले? त्यो घन्टीमा हाल्दै, तर कसले जित्यो हाल्नुभयो? हालिदिएँ। अब के अरे बालेन शाह जस्तो मान्छेले, यस्तो चर्चित मान्छेले मैले मेरो क्षेत्रको क्यान्डिडेट को छ भन्ने मलाई थाहै छैन भने मेरो छोरीलाई पनि थाहा छैन। लाज लाग्दैन तपाईँलाई? लाग्दैन। म बालेन शाहलाई हेरेको थिएँ। तपाईँ सचेत गराउने मान्छे लाज त त्यो 10 नम्बर क्षेत्रको सांसदलाई लाग्नुपर्ने हो। किन? त्यो मान्छे कुनै ठाउँमा भोट माग्न नि गएन, घर दैलो पनि गरेन, उसलाई ओभर कन्फिडेन्ट के थियो भने बालेन शाह छ म जितिहाल्छु भन्ने थियो, नभन्दै जित्यो। उसको गल्ती त उसको। तर मैले त्यो बेला के त्यसमा पनि हजारौँ इन्टरभ्यू आएको छ, मैले मेरो क्षेत्रको बारेमा भनेको छु होइन। त्यो क्षेत्रको क्यान्डिडेट को मलाई अहिलेसम्म थाहा छैन। त्यस्तो मान्छेले के विकास गर्ला भनेर पनि भनेको छु मैले, त्यो भन्नु पनि गर्दैन। त्यो जो मान्छे एउटा बालेन शाहको नामको भरमा जितेर आएको छ, त्यस्ता सांसदले के गर्छ देशको लागि? एउटा आफ्नो लागि भोट माग्न कहीँ गएको छैन, त्यहाँको जनताले उसलाई चिनेको छैन भने यस्ता सांसद होइन 10 नम्बर काठमाडौँ क्षेत्र नम्बर 10 जस्तै होइन नेपालको अधिकांश ठाउँमा छ। उसो भएदेखि ल कतिपय व्यक्तिले त चिनेनन्, हालेनन्, बुझेनन् र पनि घन्टीलाई भोट हाले। जयकिसन बस्दै जस्तो मान्छे, अरूलाई सचेत गराउने मान्छे, दिनमा लगभग 100का हाराहारीमा मिडियामा इन्टरभ्यू दिएर बस्ने मान्छे सचेत गराउनको लागि बुझिसकेँ मैले मेरो क्यान्डिडेट थाहा पाइनँ भनिकन नचिने भोट हाल्ने तपाईँ रासोपाको अन्धभक्त झोले हो होइन? अनि के हो त? म रासोपाको झोले होइन, म राम्रो काम गर्ने मान्छेको झोले हुँ। राम्रो काम गर्ने यदि यिनीहरूको चिन्दै नचिनेकन भोट चाहिँ कसरी हाल्नुभयो त? रासोपाको बहुमत आयो भने बालेन शाह प्रधानमन्त्री बन्छ भने त्यो लोभ थियो मलाई। यति हो। अरू कुरो त त्यो क्यान्डिडेटहरूले बुझ्नुपर्ने कुरा हो। र अरूलाई यो भन्नुपर्ने मान्छे भन्यो नि तिमीले जुन अहिले कुरोमा, त्यसमा म के भन्छु भने होइन, मैले भने त हजारौँ भिडियो छ क्या। त्यो लाज बसेको सांसदले त्यसको मतलबै गरेन, उसलाई त मतलबै थिएन। पैसा किन खर्च गर्नु, घर दैलो किन गर्नु, किन हात जोड्दै हिँड्नु? बालेन शाह छँदैछ, रवि लामिछाने छँदैछ, उनीहरूको नाममा म जित्छु भनेर उसले होइन कन्फिडेन्टका साथ घरमै बसेर जित्यो। त्यो हाम्रो जित्यो होइन, जितायौँ हामीले भन्नुहोस् न, भोट तपाईँले दिएको हो नि त। हो बालेन शाहले जितायो भन्छु म त, भोट हामीले दियौँ, बालेन शाहले जितायो। तर अनि त्यस्तो मान्छेलाई म गृहमन्त्री बन्नु भनेर भन्दिनँ नि त। राजुनाथ पाण्डेको त मैले काम हेरेको छु नि त। ऊ काठमाडौँ महानगरपालिकाको जब उहाँ एसएसपी हुनुहुन्थ्यो, उहाँ आफै फिल्डमा खटेर होइन कैयौँसँग मुठभेड गरेर कहीँचोटि आफ्नै रगत बगाएर होइन काम गर्ने मान्छे हो नि त, हुकुमवासीहरूलाई भवनलाई। तपाईँको घरमा कतै बाटो साटो मिचेको त छैन? तपाईँले घर मेरो छ बाटो मिच्नु भयो? मेरो घरमा बाटो मिचिया छ भनेपछि तपाईँको घर पनि भत्किने भयो? अब भत्किने भयो। मलाई चाहिँ मिचिया छ भने मेरो घर जाने बाटो चाहिँ मिचिया छन्। तपाईँको बाटोले तपाईँको घर जाने बाटो मिचेको छ? अरूको घरहरूले मिचिया छ। कुनै दिन बालेन शाह जस्तै हाम्रो चन्द्रगिरी नगरपालिका काठमाडौँमा नि बालेन शाह जस्तै मेयर आउला कुनै दिन आउला भनेर कुरिरहेको छु। यदि कोही आएन भने म आफै आउँछु। ती व्यक्तिहरूको घर भत्काउन म आफै आउन सक्छु।
खेदाउला नि फेरि त्यहाँदेखि तपाईँलाई कसले खेदाउने खेदाउनुलाई अर्का घर भत्काउनु जाँदा खेदाउँदैन जसले नियम विपरीत बनाएको छ भने त्यस्तो भत्किन्छ भाइ भत्किन्छ चाहने हो नि म अहिले आफै भत्काइदिनु सक्छु तर किन जेल जानु होइन नियम लिगल कानुनी अनुसार जाउँ किनभने त्यो घरहरूलाई होइन त्यो नक्सा पास गर्ने इन्जिनियरको सबको यहाँ छानबिन हुन्छ क्या पछि यदि होइन अबको स्थानीय चुनावमा चन्द्रगिरी नगरपालिकाबाट होइन त्यो गर्न सक्ने मान्छे क्यान्डिडेट मेयरमा उठेन भने जय किसान बस्नेत उठ्छ र जित्छ पनि फेरि भनेपछि अबको स्थानीय चुनावमा जय किसान बस्नेत मेयरमा उठ्ने राम्रो मान्छे आएन भने रासोपाबाट म जुनसुकै पार्टीबाटै उठ्न सक्छु अथवा स्वतन्त्र उठ्न सक्छु म जहाँबाटै उठ्न सक्छु जहाँबाट उठे पनि होइन त्यो ठाउँमा म जित हासिल गरेर देखाउन सक्छु फेरि ग्यारेन्टी अहिले भनिदिन्छु म किनभने सबलाई थाहा छ कि होइन जय किसान बस्नेतले दिन मात्र जानेछ लिन जाने छैन के होइन त्यो धेरै भिडियोहरू आर्काइभमा छन् यहाँ सामाजिक सञ्जालमा होइन वर्षौँ अगाडिदेखि भिडियो हेर्दा पनि हुन्छ होइन मैले दिन जाने छु लिन जाने छैन के त्यही भएर यो मेरोपट्टि नजाउँ गृहमन्त्री सुदन गुरुङपट्टि नै जाउँ होइन अब मेरो विचारमा चाहिँ एकदम उसले हतार गर्यो हिजो बेलुकासम्म नदिने भन्ने जस्तो कुरा थियो म खुसी भएर सुतेको थिएँ होइन तर अहिले भर्खर यो राजीनामाको कुरा आउँदाखेरि साँच्ची नै मलाई दुःख लाग्यो क्या एकदम दुःख लाग्यो अहिले खासमा म एकजना मेरो एकजना दाइको छोरो छ मेरो फुपूको छोरो विश्वराम केसी दाई उहाँको छोरोको अस्ति बिहे थियो आज पार्टी थियो होइन होस् थियो त्यहाँ जान लागिरहेको थिएँ म सायद त्यहाँ पनि जाँदिनँ अब म किनभने मलाई दुःख लाग्यो क्या रियलमा दुःख लाग्यो मनदेखि दुःख लाग्यो सुदन गुरुङले यो 5 वर्षमा केही न केही गर्थ्यो क्या तर एक हिसाबले एउटा खुसी के लागिरहेछ भने होइन अहिलेको जुन यो बालेन सरकार छ नि राइट टु रिकल जुन उहाँहरूले आफ्नो नियममा राख्नु भएको छ नि त्यो उहाँहरूले गरेर देखाइरहनु भएको छ क्या अस्ति एकजनाको दिपक शाह कि के भने दिपक शाह उहाँलाई पनि फिर्ता बोलाउनु भयो सुदन गुरुङले आफैले राजीनामा दिनुभयो यो चिज चाहिँ होइन एउटा रासोपाले धेरै राम्रो काम गरिरहेछ होइन यसको लागि रवि लामिछानेलाई पनि एकदम धन्यवाद चाहिँ दिनुपर्छ रवि लामिछाने सभापति हो नि त रवि लामिछाने यो पालि उसले धेरै राम्रो काम गरिरहेछ क्या रवि लामिछाने त महान नेता भनिरहेका छन् महान त्यागी नेता भनिरहेका छन् रवि लामिछाने त रत्नाकर ढाकुबाट रवि लामिछाने वाल्मिकी बनिसक्यो अब यो भन्दै गर्दाखेरि सुदन गुरुङले राजीनामा दिनुभयो भएको अवस्था छ यस्तै पारा भने भोलि गएर बालेन शाहलाई पनि केही फन्डा आउला केही विरोध आउला उहाँले पनि राजीनामा दिनु होला गर्दै जाँदाखेरि त अनि यहाँ त अनि सबै सकिने भयो त राम्रो मान्छे आउनु पर्यो गलत गर्नु भने जस्तै राम्रो मान्छे आउँदाखेरि अब थोरै विरोध आउँदाखेरि नै राजीनामा दिइहाल्ने उहाँहरूको आफ्नो नैतिकताको आधारले हिजो हामीले हेर्दै गर्दाखेरि विभिन्न काण्ड आउँदाखेरि पनि विभिन्न यहाँनिर सदनदेखि लिएर सडकसम्म आन्दोलन गर्दाखेरि राजीनामा दिनुपर्छ भन्दाखेरि छ्यापछ्यापी आँखा पनि पर्दामै प्रत्यक्ष उहाँहरूको काण्डहरू देख्दाखेरि पनि राजीनामा नदिने पुराना दलका व्यक्तिहरू त्यति बेला भन्थे विदेशमा अलिकति उहाँहरूको नैतिकताको उसमा चाहिँ प्रश्न आउँछन् राजीनामा दिन्छ भन्थे आज नेपालमा हेर्नुहोस् त अलिकति उहाँको नैतिकतामा प्रश्न आउँछ राजीनामा दिएन भने सुदन गुरुङको राजीनामा माग्ने जति पनि मान्छेहरू मैले देखिरहेको छु नि एक त प्रायः जस्तो झोले झाम्टे छन् अनि जति पनि नेताहरू छन् नि उनीहरू भ्रष्टाचारको यति ठुलो दलदलमा आफै फसेका छन् दलदल पनि होइन पोखरी पनि होइन भ्रष्टाचारको ताल पनि होइन सागर पनि होइन भ्रष्टाचारको महासागरमा चुर्लुममा डुबेका नेताहरूले होइन हाम्रो सुदन गुरुङको नैतिकताको प्रश्न उठाइरहेछन् क्या राजीनामाको माग गरिरहेछन् क्या त्यही मलाई दुःखद लाग्छ क्या अनि हामी जनता पनि त्यसैमा हुया गर्दै पछि लागिरहेछौँ किन सुदन गुरुङले छाँटकाट देखाइसकेको थियो क्या अहिले आएर अलिकति सुस्ताइ नै रहेको थियो ऊ सुस्ताउनु हुँदैन थियो क्या मैले पहिला रवि लामिछाने गृहमन्त्री हुँदा नि धेरै इन्टरभ्यूमा यस्तो कुरा गर्थेँ क्या तर रवि लामिछानेले मेरो कुरा सुन्नु भएन पछि उहाँलाई नै जेलमा हालिदियो क्या र यो पालि पनि सुदन गुरुङले कुर्सीमा बसेको 24 घन्टाभित्र नै अनेकौँ काम गर्न थाल्यो नि त्यसलाई कन्टिन्युटी दिइराखेको भए सुदन गुरुङले यसले राजीनामा दिनै पर्दैन थियो क्या त्यही हो अब सलभ लगाउनु थाल्यो नि त अब मान्छेले के भन्छन् भने गृहमन्त्रीले थुनिरहेछ अदालतले छोडिरहेछ भनिरहेछ नि त अदालतमा निष्पक्ष मान्छेहरू लानु पर्यो नि त अब लानु पर्यो नि त होइन बहुमतको सरकार 2 दिएको सरकार के मतलब हो त 2 सिट नपुगे होइन 2 सिट हर्क साम्बाङबाट लिने भयो राप्रपाबाट लिए पनि भयो जहाँबाट लिए पनि भयो नि त राम्रो कामको लागि सपोर्ट गर्छु अनि गर्छु भनिरहेछन् भने
सबै चेन्ज गर्नु पऱ्यो क्या। अब उसो भएदेखि नि काठमाडौँमा अहिले हर्क साम्पाङ सङ्घीय संसदको चुनाव जितेर आइसकेपछि काठमाडौँमा हुनुहुन्छ। उहाँले 2 हप्ता भइसक्यो अहिले काठमाडौँमा श्रम गरिराख्नु भएको अवस्था छ। बागमतीमा गएको हप्ता हेर्नुभयो भने बागमतीमा त्यहाँनिर हात पनि हाल्न ठाउँमा चुलुम डुबेर त्यहाँनिर सरसफाइ गर्नुभयो। अहिले बागमती खोला त्यहाँनिर पशुपतिमा गऱ्यो भने एकदम क्लिन छ। यसलाई कसरी हेर्नुहुन्छ? धेरै राम्रो काम नि। पहिला हामीले पनि धेरैचोटि गरे। हरेक शनिबार हामी बागमती सभामा जहिले पनि जान्थ्यौँ, म पनि जान्थेँ। कैयौँ भिडियोहरू पनि आयो होला। एकचोटि सुदन किराँती मन्त्री हुँदा पनि उहाँसँग पनि धेरै हप्ता हिँडेको छु म। कहिले पशुपतिमा, कहिले यता कहिले 3 गुणे मुनि कता धेरै ठाउँमा म पनि गएको छु। यो राम्रो कुरा। हर्क साम्पाङ त श्रमको देउतै भन्छु म त। श्रम पितै भनेर मानिराखेका छन्। पिता त किन भन्नु, देउतै भन्छु। पिता भन्दा नि माथि श्रमको देउता हो। अलिअलि मुखमा लगाम लगाइदियो भने आगामी भावी दिनमा प्रधानमन्त्री हुन सक्ने मान्छे हो, गृहमन्त्री हुन सक्ने मान्छे हो हर्क साम्पाङ। मलाई त मनपर्छ हर्क साम्पाङ। बेला बेलामा खै के हुन्छ कुनै उहाँलाई पनि होइन। तर नि अब उहाँ संसद आउनुभन्दा अगाडि उहाँले स्ट्याटस लेखिराख्नु भएको थियो। स्ट्याटस लेख्दाखेरि धेरैले भनेका थिए अब हर्क साम्पाङ यत्तिकै सकिने भयो, किन यस्तो बोलेको, सपोर्ट गर्ने मान्छेले पनि किन सपोर्ट गरेछु भने जस्तो कुरा गरेका थिए। मैले भनेको थिएँ, तपाईँले भन्नुभयो। जब उहाँ पहिलो सदन चल्ने दिनै गएर सांसद भवनमा गएर सदनमा बोलिसकेपछि ओहो हर्क साम्पाङ त महानता भन्न थालेपछि नेपालमा हर्क साम्पाङको बोलीमा होइन, नेपालमा के छ नि होइन, छिनमै राक्षसीकरण गरिन्छ, छिनमै देवत्वकरण गरिन्छ होइन। यहाँ कुन बेला के हुन्छ थाहा छैन। किनभने होइन नेपालीहरू अलिक मनका मान्छे हुन्छन् होइन, मनका धनी हुन्छन्, झडङ्ग रिसाउँछन् पनि तुरुन्तै माफ पनि गरिदिइहाल्छन् के। जस्तै अहिले केपी ओली रमेश लेखक जेन्जी आन्दोलनपछि भयङ्कर बदनाम भइरहेछन् नि। हेर्दै जाऊ कुनै दिन होइन यही हाम्रो नेपाली जनताले उहाँहरूलाई फेरि जिताउनु नि बेर लाउँदैन। एउटा सानो छिसीको केही काम गरिदिनुपर्छ, अझ केही बोलिदिनुपर्छ। यहाँ नेताहरूले काम त के नै गर्छन् र आफूले कमाउने बाहेक होइन। तर अलिकति छिसिक्क एउटा मिठो बोली बोलिदियो भने पनि त्यो मैले धेरै देखाएको छु के। त्यो बेर लाउँदैन। अब हर्क साम्पाङले अब दार्चुलामा पुल बनाउँदै हुनुहुन्छ र उहाँले हिजो प्रेस मिट गरेर लगभग 18 बुधे उहाँले पेस गरिसक्नु भएको छ। सायद अब यो सदन चलिसकेपछि त्यो सरकारलाई बुझाउनु पनि हुन्छ होला। त्यहाँनिर विभिन्न त्यहाँ चाहिँ जनताको समस्याहरूलाई लिएर उहाँले सम्बोधन गरेर उहाँले तयार पार्नु भएको छ। दार्चुलामा श्रमदान चलिरहेको छ। पूर्वदेखि उहाँदेखि पुरै श्रमदान गर्नको लागिलाई गइराख्नु भएको अवस्था। यसलाई चाहिँ कसरी हेर्नुपर्छ? त्यहाँका जनताहरू एकदम खुसी मानिराखेका छन्। हाम्रो नेताले हेरेन, यहाँका नेताले हेरेन, पूर्वदेखि आएर यहाँ काम गर्नु परेका छ। या पश्चिमका नेताहरू के हेरिरहेका छन्, के गरिरहेका छन्, बजिरहेका छन्, यसलाई चाहिँ कसरी हेर्नु? त्यही त्यसरी हेरिरहेको छु मैले। भनिसकेँ तिमीले भनिसक्यो तपाईँ, त्यही नै हो। जनताहरू आफै मिलेर गरे। खासमा सरकारले गर्नुपर्ने काम थियो होइन। जनताहरूले श्रमदान गरिरहेछन्, जनताहरूले चन्दा दिइरहेछन्, जनताहरूले गरे। यो काम त सरकारले गर्नुपर्ने हो नि त होइन। हर्क साम्पाङले त्यसको लिडिङ गरिदिनु भयो, उहाँलाई धन्यवाद। त्यही हो। उहाँले भन्नुभएको छ, केही दिन अगाडि मिडिया पनि भन्नुभएको छ, सरकारले हामीलाई चाहिने स्रोत साधन जुटाइदियोस्, गर्नुपर्ने श्रम हामीले गर्छौँ। सरकारले हर्क साम्पाङजीले मेरो घरमा जाने बाटो पनि खोलाइदियो हुन्थ्यो यार। म त हर्क साम्पाङलाई भन्न जाउँ कि जस्तो लागिरहेको छ। टिम छ त, श्रम अभियानको टिम छ त काठमाडौँमा होइन। कुरा उठाउने मान्छे जस्तै मेरै आवाज मैले उठाउँदाखेरि अलिकति गलत सुनिन्छ, तर मेरो लागि बोलिदिने कोही पनि भइदिएन कि। म जसोलाई नि बोलिदिन्छु। तपाईँ पीडित हुनुहुन्छ भाइ? तपाईँ पीडित हुनुहुन्छ? महापीडित छु। मेरो पीडामा बोल्ने, अरूको पीडामा मलम लगाउने। अहिले सुदन गुरुङकै बारेमा भने नि 2-4 हजार भिडियो त म एक्लैले बोलिदिएको छु कि। 2-4 हजार भने मतलब 2-4 हजारवटा इन्टरभ्यू होइन क्या। जस्तै अहिले पनि यहाँ 50-60वटा क्यामेरा छ, युट्युब र पेज गरेर त 100वटा चाहिँ यही इन्टरभ्यू आउँछ नि त। हो यसरी भनेको मैले 2-4 हजार भनेर। भनेपछि अब अनि मैले अब म जसको बारेमा नै बोलिदिन्छु, जसलाई नै सपोर्ट गर्छु। तर मलाई पर्दाखेरि होइन सपोर्ट गर्ने कहिले पनि कोही निस्किँदैन। एकचोटि सिभिल हस्पिटल यहीँ बानेश्वरको अगाडि सिभिल हस्पिटलले मेरो छोरीलाई मार्न खोज्दा पनि होइन म एक्लै भिड्न परेको थिएँ कि अहिलेसम्म पनि भिडिरहेको छु। उसो भएदेखि तर मेरो लागि सपोर्टमा बोलाउने त्यो लागि कोही थिएन क्या। न कलाकार, न अभियन्ता, न समाजसेवी, न नेता, न पत्रकार, कोही पनि थिएन। युट्युबरहरू थियो, युट्युबरहरू मेरा साथीहरूले चाहिँ साथ दिएको थियो मलाई, तर कोही पनि थिएन क्या त्यो मलाई। जस्तो अहिले
मेरो घर जाने बाटोमा मिचेर त्यहाँ होइन बाटै ब्लक गरिरहेछ। अब मेरो बारेमा बोलिदिने को त अब ए भनेपछि अब जय किसान अब हर्क साम्बाङलाई बोल्नको लागि हर्क साम्बाङ चाहियो। हर्क साम्बाङ जय किसानको दुःखमा मलम लगाउने हर्क साम्बाङ चाहियो उसो भए। मलाई त राम्रो आइडिया आयो। म हर्क साम्बाङलाई फोन गरेँ जस्तो लागिरहेछ। खासमा म गृहमन्त्रीलाई भेट्न जानेवाला थिएँ सुदनलाई होइन। मैले अस्ति पनि भनेको थिएँ होइन। मैले त फोन पनि गरेको थिएँ। फोटो खिच्दा मलाई दुईजना चाहिँ खुब रहर थियो कि को ल भनिदिनु। एउटा बालेन शाह एउटा यो हाम्रो सुदन गुरुङ। किन उनीहरूको कामले गर्दाखेरि के कामको फ्यान हुँ म राम्रो ल राम्रो भन्ने मान्छे हुँ। हर्क साम्बाङसँग त धेरैचोटि खिचिरहेको छु। हर्क साम्बाङ त उहीँ पुग्नु भएको छ नगरपालिका पुग्नु भएको छ। यहीँ भेटेको छु टिकटक बनाएको छु हर्क साम्बाङसँग यार होइन भिडियो बनाएको भ्लग बनाएको छु मैले हर्कजीसँग। हर्कजी त एकदम मनको मान्छे हो। तर मलाई हर्कजी पछि मलाई एकदमै मनदेखि फोटो खिचेर आफ्नो ग्यालेरीमा राख्न खोजेको चाहिँ एउटा बालेन छ अनि सुदन गुरुङ थियो कि उनीहरूको कामले गर्दाखेरि। सुदन गुरुङले राम्रो छाँटकाट देखाइरहेको थियो कि हो उसको कैयौँ चिजको म आलोचक हुँ फेरि। म कसैको झोले झाम्टे बन्न चाहन्न। जस्तै उसको जुन सम्पत्ति थियो नि त्यो सम्पत्तिको स्रोत खुलाउनै पर्छ। किनभने अस्ति भर्खर दिल्लीराम खनालले एउटा अर्को नयाँ पोल खोलिरहेछ। उसको बुवाले गैँडाको खाग तस्करी गरेर 5 वर्ष जेल बस्यो भन्ने कुरा आइरहेछ। जुन गैँडाको खाग खै कति अरबमा बेच्यो भन्ने कुरा आइरहेछ। कतै त्यही पैसा त होइन भन्ने छ नि त। हामी नेपाल उहाँहरूको फाउन्डेसन त्यहाँ उठाइएको चन्दाको धन्दा त होइन त्यो त प्रश्न गरिरहेको छु नि मैले। सुदन गुरुङलाई भेट्दा पनि सोध्छु म यदि ऊ गृहमन्त्री जस्तै म भोलि पर्सिमै 1-2 दिनमै भेट्न जाँदै थिएँ कि म। हिजो तिम्रो जस्तै थुप्रै पत्रकारहरू पनि थियो हाम्रो एक्सप्रेस खबर नेपालको हाम्रो ताजा खबरको सबै उहाँहरू पनि थियो। उहाँहरूकै अगाडि मैले भनेको थिएँ कि म फोटो खिच्न आउँदैछु भनेर। तर त्यो फोटो खिच्ने बेला उहाँलाई म फुलमाला लगाएर स्वागत पनि गर्थेँ। तर प्रश्न पनि तेरोसँग थिएँ सम्पत्तिको स्रोत चाहिँ दिनुहोस् जनताको लागि राजीनामा नदिनुहोस् भन्थेँ कि। तर बालवाला मन्त्री हुँदाखेरि पाइएन यतिकै पनि जान्छु नि झन् अब त भेट्न सजिलो। सुदन गुरुङ नि कडै छ मान्छे। मलाई त कडा लाग्छ त्यो मान्छे। राजीनामा नदिएको भए हुन्थ्यो मेरो विचारमा चाहिँ। अब को आउँछ थाहा छैन। अहिले तिमीले राम्रो अप्सन बताइदियो मलाई होइन। बरु राजुनाथ पाण्डे नै ठिक छ कि बालेन शाह मलाई ल्याउनुहोस् 6 महिनाको लागि पाउँछ क्यारे होइन। 6 महिना कि 5 वर्षको लागि म सांसद भएर 6 महिनाको लागि 6 महिनामा त म काए पलट गरिदिन सक्छु। के कुरा अरे के गरिदिनुहुन्थ्यो ल भनिदिनुहोस् न पहिलोचोटि। मैले अघि नै भनिनँ म लिन जान्दिनँ दिन जान्ने मान्छे हो क्या। जसले दिन जान्छ नि त्यसले गर्ने हो राजनीति क्या खासमा। तर यहाँ चाहिँ उल्टो छ क्या जसले लिन जान्छ जसले खान जान्छ त्यो चाहिँ माथि पुग्छ क्या। मैले यो यतिकै भने एउटा म भनेको एउटा प्रतिनिधि पात्र क्या। म अस्ति अरू नेपालमा धेरै होला नि त उहाँ मध्येबाट ल्याए पनि हुन्छ भन्न खोजेँ क्या। म मात्रै चाहिएन भने मतलब म जस्तो मलाई नै ल्याए हुन्छ तर मलाई कसले ल्याउँछ होइन। न म कुनै एनजिओमा छु न कुनै आइएनजिओमा छु न विदेशीको इसारामा चलेर बोल्छु। यहाँ त पैसा खाएर बोल्ने मान्छेहरू पनि धेरै छन् नि त थाहा छैन। पैसा खाएर बोल्छन् उसो भए धेरै छन् नि खालि नेपालमा उथुल पुथुल मचाएर नि क्या। कहाँ यो सामाजिक सञ्जालमा बोल्ने अधिकांश मान्छेले पैसा खान्छन्। मलाई पनि अब आएको थियो केही वर्ष अगाडि। तपाईँले भन्नुभयो कि अब मेरो पनि बाटो खोल्नको लागि हर्क साम्बाङ आइदिए हुन्थ्यो भन्नुभयो। तर यहाँनिर यहाँनिर बाहिर देखिन्छ होइन धेरै देखिन्छ। हर्क साम्बाङ मेयर भएर आइसकेपछि त्यहाँनिर धेरै कलाकारहरू धेरै फिल्म प्रड्युसरहरू निर्माताहरू त्यहाँ जानुभयो आफ्नो फिल्म चलाउनको लागिलाई प्रमोसनको लागिलाई जानुहुन्थ्यो धेरैजना। तर यत्रो देशव्यापी रूपमा अहिले श्रम चलिरहेको छ। श्रम गर्नको लागि कोही कलाकारहरू खासै देखिँदैन। अनि त्यति टाढा छ कलाकारहरूले चाहिँ भात खानु परेन भने यो काठमाडौँमा चलिरहेको छ त। काठमाडौँमा गइरह होला नि फुर्सद हुने जान्छ बोलाएपछि जान्छ कुन ठाउँमा के भइरहेछ थाहा हुनु पऱ्यो नि। उहाँले त बोलाउनु हुन्न के आफै राति सपनामा देखेर जाने कहाँ गर्दैछ भनेर देश र जनताको लागि काम गर्दैछ भने जहाँ हुन्छ त्यो त उहाँले सूचना प्रवाह गरिदिनु पऱ्यो नि त। जो पनि जान्छ मलाई बोलायो नि मै जान्छु। म त पहिलेदेखि गइरहेको पनि मान्छे हो होइन। त्यो जे गरिरहनु भएको छ हर्क साम्बाङले राम्रै गरिरहनु भएको छ त्यही हो। यहाँनिर एउटा लेखेको छ अब सुदन गुरुङमाथि छानबिन गर्न उच्च स्तरको छानबिन समिति बन्छ कता गरे छानबिन समिति बन्छ। निर्दोष भए पुनः गृहमन्त्री उनी हुन्छन्। त्यो बेलासम्मको लागि प्रधानमन्त्रीले नै गृह मन्त्रालय हाँक्ने छन् भनेर यहाँ एउटा ल ठिक छ। यसमा मैले ताली बजाएँ। सुदन गुरुङ निर्दोष साबित भएर फेरि आओस् के दिन जेलसम्म प्रधानमन्त्रीले नै गृहमन्त्री ठिक छ राम्रो। यो ताली पनि मार्नुभयो तपाईँले। मैले ताली किन बालेन शाह नै हुने भयो नि त
बालेन शाह अर्को कडा, अर्को हिम्मतिलो, अर्को साहसी, अर्को निडर नेता हो नि त भाइ। बालेन शाहले त हेर्नुहोस् त कुनै समयमा 52वटासम्म मन्त्रालय बनाइएको थियो, अनि अहिले 15वटा झार्नु अनि होइन 15वटा झार्नु, अब 14वटा भयो त्यसरी। अब उ गरेपछि 14वटा, बाँकी सबै मन्त्रालय प्रधानमन्त्रीको हातमा। ठिक छ, उहाँलाई कार्यभार अलिकति बढी भयो भने मलाई फोन गर्नु होला, म आउनु तयार छु। यो तपाईँले चलाउनुहुन्छ? मनको लड्डु फिल्ममा त धेरै चलाउनु भएको थियो, पुलिस भएर, इङ्ग्लिस इन्सपेक्टर भएर। देशमा पनि चलाउन सकिन्छ। सुदन गुरुङलाई हलदार बन्न हलदार बन्न यो देशमा मैले थोरै राखेँ, सुदन गुरुङ हलदार बन्न योग्य पनि नभएको व्यक्तिले गृहमन्त्री बनाएर यो हालत बनाए भन्दै थियो। तपाईँ इङ्ग्लिस इन्सपेक्टर फिल्ममा खेलेको मान्छेलाई अनि गृहमन्त्री बनाउँदाखेरि त मान्छेले झन् के भन्लान्? यो देशमा मन्त्रीहरूले होइन सिर्फ भ्रष्टाचार मात्र गर्दैन भने र भ्रष्टाचारीहरूलाई कारबाही मात्र गरिदियो भने जुन आफ्ना मातहतका कर्मचारीहरू हुन्छ नि त्यति गरेर पुग्छ क्या त्यसमा। गर्नै पर्दैन। तर तपाईँलाई बनाउँदा हुन्छ कि, किनकि अहिलेको प्रधानमन्त्रीको प्रमुख सल्लाहकारै फिल्म डाइरेक्टर आसिम शाह हुनुहुन्छ। 2-4जना 1-2जना हिरोलाई राख्ने के भयो? कुमार बेन पनि छन्। कुमार बेन पनि हुनुहुन्छ। ऊ पनि एक हिसाबको कलाकारै हो। राजसभाको सभापति रवि लामी छाने पनि कलाकारै हो। उहाँ पनि। सुदन गुरुङ पनि कलाकारै हो। योपालि त प्रायः कलाकारहरू आइरहेछन् यार। त्यही भएर तपाईँ पनि अरू नभए पनि चन्द्रगिरी नगरपालिकाको मेयरमा उड्छु भन्दै खोज्नुभएको होइन? म उड्छु भने होइन, मलाई राजनीतिमा जानु नै छैन। भनिसक्नु भयो तपाईँले। होइन, मैले तिमीले पुरै बुझ्दैन रहेछौ। मैले के भनेको थिएँ? मेरो काम गर्ने मान्छे आएन भने हो त्यो भन्दैछु त, राम्रो मान्छे आयो भने उसलाई सपोर्ट गर्ने हो नि। म आफै पनि उड्छु भन्नुभएको छ तपाईँले नि। फेरि कुरा बगायो फेरि। मैले भने जस्तो काम गर्ने मान्छे आएन भने मैले उड्छु भन्नुभएको छ। त्यही त भनेको त नि, आएन भने होला नि त कोही न कोही चन्द्रगिरी नगरपालिकामा सच्चा सपुत निडर साहसिलो बालेन शाह जस्तै सुदन गुरुङ जस्तै यदि कोही आएन भने म आउँछु भने। तपाईँ पनि डाइरेक्टर हो, फिल्मी शैलीमा बनाइदिनुहोस् न चन्द्रगिरी नगरपालिका छुमन्तरको तालमा विकास गरिदिनुहोस् न। छुमन्तरकै तालले सक्छु फेरि म। बच्चैदेखि खेलेर हुर्केको ठाउँ रियलमै त्यहाँ चन्द्रगिरी नगरपालिकामा के गर्नुपर्छ भन्ने कुरो मलाई थाहा छ। तर जुन जोगी आयो नि काने चिरा भइरहेछ अहिलेसम्म होइन। मैले त जस्तै एउटा म अरूलाई अन्याय पर्दाखेरि आवाज उठाउने मान्छे, म आफै अन्यायमा परिरहेको छु क्या। मेरो घर जाने बाटो मिद्या छन् साइडमा होइन। यो कृषि लोन एकदम एकचोटि आएको थियो नि त, कृषि लोन लिएपछि करोडौँ लोन लिन पाउने, त्यो देखाउनको लागि एउटा गाई पालन खोलिरहेको छ। यति घनाउँछ गर्मी महिनामा, अब गर्मी महिना सुरु भयो नि त। उसो भए मेयर बन्नुहोस् तपाईँ, जति पनि कल कारखाना फ्याक्ट्री फर्महरू जति चन्द्रगिरी नगरपालिका बाहिर मात्रै गर्ने भनेर लादिनुहोस्। नेपालभरमा जति पनि नगरपालिका छ नि त्यो मध्येमा होइन एकदम नमुना नगरपालिका हुनसक्छ चन्द्रगिरी नगरपालिका।